नेपालमा आज भएको भोटेकोसीको विपत्तिलाई देखाएर अगाडि देखाएर पैसा उठाउने विभिन्न खाले गिरोहहरू चाहिँ सक्रिय भएको अवस्था छ होइन। सहयोग गर्न मन छ भने यो नम्बरमा सम्पर्क गर्नुहोस्, यसमा पैसा हाल्नुहोस्, ह्यान त्यान भनिरहेको अवस्थाहरू छन् होइन। यदि तपाईँहरू साँच्चीकै मनले चाहिँ होइन तपाईँहरूको आफ्नो रगत पसिनाको कमाइ चाहिँ सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ नेपाल सरकारको राहत कोषमा नै सहयोग गर्नु होला। यहाँ विभिन्न खाले अकाउन्टहरू अगाडि राखिएका छन् होइन। यो अकाउन्टमा नै पैसा हाल्नु होला। यो बाहेक अन्त तपाईँहरूले पैसा हाल्नुहुन्छ, सहयोग गर्नुहुन्छ भने तपाईँको पैसाको रामनाम सत्य हुने कन्फर्म छ। ती विपदित क्षेत्रको मान्छेहरूले त्यो पैसा पाउनेवाला पनि छैन, त्यो सब दुरुपयोग हुनेवाला छ। किनभने योभन्दा अगाडि पनि यस्तो खालको विपत्तिमा धेरै पैसाहरू उठाए, धेरै मान्छेहरूले यसरी सक्रिय भएर पैसाहरू उठाएर तिनीहरूले धेरै दुरुपयोग गरिसकेका छन्। र अहिले पनि हामीहरू एकदम सचेत भएर सहयोग गर्नुपर्ने हुन्छ। विभिन्न पार्टीको नाममा, विभिन्न सङ्गठनको नाममा पैसाहरू उठाउनको लागि मान्छेहरू एकदमै सक्रिय भइरहेको छन्। तपाईँ हामी सबैजना एकदमै होसियार हुनुपर्ने अवस्था छ होइन। यदि सहयोग गरौँ, हामी सहयोग गर्नुपर्छ र हामीले पनि सहयोग गर्नको लागि एउटा टिम खडा गर्दैछौँ र टिम खडा गरेर हामी पनि यो राहत कोषमा नै पैसा हाल्छौँ। हामी कुनै पनि व्यक्तिलाई पैसा दिँदैनौँ। त्यसो भएको हुनाले सबैजनाले यो राहत कोषमा नै पैसा हालौँ। दायाँ बायाँ पैसा हालिन्छ भने त्यो रामनाम सत्यम हुने कन्फर्म छ।